हे गाइज वेलकम छ मेरो दाइनातीको ब्लगमा। म चाहिँ खासै ब्लग बनाउँदैन, मलाई इन्डियाबाट दिदीले तिमीले ब्लग बनाउँछौ नि कहिले काहीँ बनाउन, मलाई कस्तो मनपर्छ भन्नुभयो। त्यही भएर म आज सुपर मार्केट जानको लागि म सनस्क्रिन टोपी सोपी लाएर म आज सुपर मार्केट जाँदैछु। लास्टै गर्मी हुन्छ, तर म बुटलमा गर्मीमै बसेको मान्छे हो, तर उतातिर हावा चल्छ, अर्कै इन्भाइरोमेन्ट हुन्छ। यहाँ लास्टै गर्मी छ। म झोला बोकेर लिस्ट बनाएर म चाहिँ सुपर मार्केट हिँडेँ। मलाई बाबाले 50 युरो दिनुभयो। म ठ्याक्क निस्केँ। म हाइवेबाट जाँदैन, म चाहिँ पार्कको बाटो जाँदैछु, किनभने पार्कमा हिँड्न पनि आनन्द फिल हुन्छ, केहीको डिस्टर्ब पनि हुँदैन, शीतल रुखहरू शीतल हुन्छ। हाइवेमा कहिले गाडी आउँछ, कहिले यता हिँड्न, कहिले उता हिँड्न, कहिले मान्छेले हेर्छ लाग्छ। अनि म नाच्दै हिँडेँ, पार्कतिर हिँडिरहेको छु। यो फेरि के फलेको खै, फल जस्तो छ। हेरेँ, खानेकुरा त होइन रहेछ। ठ्याक्क हेर्दाखेरि यहाँ आलु कुखुराको बुटन रातो पाता भएको देखेँ। अनि हिँड्दै जाँदा यो फेरि पाते सिउँडी हो कि समथिङ के भन्थ्यौँ कि हामीले गाउँतिर पाहाडतिर आउँदाखेरि। सानोमा फल थियो, यो फोक्नु चाहिँ लास्टै जुस हुन्छ, खान्थ्यौँ हामीले कहिलेकाहीँ, मिठो हुन्थ्यो। तर यहाँ पनि खाएको छु, मिठो चाहिँ हुँदैन यहाँको। यो चाहिँ मजुरको पोख जस्तो बुटा लाग्छ। म चाहिँ सल्लाह लभर हो, सल्लाहको बोट देख्ने बित्तिकै पोज दिइहाल्नु मन लाग्छ, मलाई यस्तो मनपर्छ नि। यहाँ फेरि हरियो के दाना फलेर भुइँभरि खसेको रहेछ, खानेकुरा होला के होला भनेर यसो चेक गरेको, खानेकुरा होइन रहेछ। डुल्दै जाँदाखेरि ट्याक्क पार्कको साइडमा एउटा घर बनिरहेको छ। घर बनेको ठाउँमा इन्डियनहरू टन्नै कन्स्ट्रक्सनमा काम गर्नुहुन्थ्यो। लास्टै गर्मी छ नि, त्यही भएर अहिले बन्द गराएको रहेछ। हेरेँ, अनि ठ्याक्क हेरेपछि यतातिर फुल फुलेको देखेँ कि, अनि फुल फेरि मलाई लास्टै जस्तो फुल भयो हुन्छ, म फुलको मारी हो नि त, फुल मनपर्छ। हेर्दै हिँड्दाखेरि यस्तो रमाइलो लाग्छ क्या मलाई। घुम्न पाएपछि मलाई खान पनि पर्दैन। ठुलो बुट्टा छ, खै के को बुट्टा हो, चौपारी जस्तै छ, अनि पागुरी जस्तै लाग्छ यो बुट्टा। हावा मस्त चलिरह, यस्तो मन खुसी हुन्छ नि मलाई। यस्तो हावामा घुम्न पाउँदाखेरि एक्लै भए पनि साथी छ जस्तै फिल हुन्छ के। बिच पार्कतिर आएँ, अनि यता पार्क उता पार्क भनेर देखाउँदैछु। अनि घरि चस्मा लाउँछु, घरि टोपी लाउँछु, हावा लाग्छ। यो बेन्च चाहिँ मेरो लागि यति धेरै स्पेसल छ नि गाइज। म यहाँ बसेर आइसक्रिम खाएको हो, मलाई एकदम त्यही भएर खिचेको हो। यहाँ चाहिँ सुन्तलाको बुट्टाहरू टन्नै छ, जाडोभरि त्यसैको भिडियो बनाउँदै बस्छु। अहिले चाहिँ फल्दैछ। ठ्याक्क उता गएर अर्को साइडको पार्क हेर्दैछु। म कहिलेकाहीँ यहाँ लाइभ बस्छु, कहिलेकाहीँ हाम्रो लाइभको कारणले बवाल पनि हुन्छ। घरि टोपी हावाले उडाउँछ, घरि चस्मा खर्छ, घरि पिङ खेलाउनु जान्छ फनन्न। यो पिङ चाहिँ एक राउन्ड घुमाइदिएँ, बच्चाहरू बसेर घुमेको कस्तो राम्रो लाग्छ। अनि यो फुल हो कि फल हो